आज हामी छुटकाराको इतिहासको सङ्ग्रहमा भएको पाँचौँ किताब अनन्तीय करारको प्रतिज्ञा भन्ने पुस्तकबारे हेर्नेछौँ, जसले येशूको वंशावलीको तेस्रो अवधिलाई समेटेको छ, जुन मत्ती 1 अध्यायमा भएको हामीले पाउँछौँ। हामीले पहिलो, दोस्रो र तेस्रो अवधिलाई अध्ययन गरेका छौँ। प्रत्येक अवधिमा कतिवटा पुस्ताहरू छन् त? तपाईँहरूलाई याद छ? 14वटा पुस्ताहरू है। प्रत्येक अवधिमा 14 गरी पुस्ताहरू छुट्याइएका छन्। अहिले हामीले अध्ययन गर्न गइरहेको यो अन्तिम 14 पुस्ता हो, जुन बेबिलोनको निर्वासनबाट फिर्ता भएदेखि येशू ख्रिस्टसम्म हो। यो अति नै महत्त्वपूर्ण समय हो। यसलाई हामी अन्तरकरारीय समय पनि भन्छौँ। पुरानो करार र नयाँ करार बीचको समय र यो रूपान्तरणको समय पनि थियो। यो संसारको इतिहास चाहिँ परमेश्वरको छुटकाराको इतिहासभित्र पर्छ भन्ने कुरा के तपाईँ विश्वास गर्नुहुन्छ? कुन चाहिँ ठुलो होला? परमेश्वरको छुटकाराको इतिहास ठुलो हो कि यो संसारको इतिहास ठुलो होला त? धेरै मानिसहरूले यो संसारको इतिहास एकदमै ठुलो छ, बृहत छ, त्यो भित्र क्रिस्चियनको इतिहास, यहुदी इतिहास, यो छुटकाराको इतिहास पर्छ भन्ने गर्छन्। तर हामी के विश्वास गर्छौँ भने परमेश्वरको छुटकाराको यो कामभित्र सबै कुरालाई समेटिएको छ र त्यसभित्र नै रहेर यो संसारभरि हुने सबै क्रियाकलापहरू चाहिँ हुने गर्छन्। परमेश्वरको छुटकाराको इतिहासलाई पुरा गर्नलाई, परमेश्वरको छुटकाराको योजनालाई पुरा गर्नलाई यो ब्रह्माण्डमा सबै क्रियाकलाप हुने गर्छन्। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? यो बाइबलको लेखक, यो पुस्तकको लेखकले दिन चाहिरहनु भएको एउटा सन्देश चाहिँ, यदि तपाईँलाई यस भ्रष्ट संसारको प्रभावभित्र जिरहेको छु जस्तो लाग्छ, यदि यो अन्धकारमय संसारमा छु जस्तो लाग्छ र कतिपय अवस्थाले म त अड्किएछु जस्तो लाग्छ र यहाँबाट निस्किनै पो सक्दिनँ होला जस्तो लाग्छ भने तापनि तपाईँले याद गर्नुहोस् कि तपाईँ परमेश्वरको छुटकाराको योजनाको काम अन्तर्गत हुनुहुन्छ। तपाईँ परमेश्वरको कामको सीमाभित्र हुनुहुन्छ। आज म यही सन्देश तपाईँहरूलाई प्रचार गर्न चाहन्छु। यदि यो मुख्य सन्देश तपाईँहरूले बुझ्नुभयो भने तपाईँहरू घर जाँदा पनि हुन्छ है। यति लामो कक्षा बसिरहन आवश्यक छैन होला नि। तर अझ बढी जान्ने इच्छा छ, बुझ्ने इच्छा छ, सिक्ने इच्छा छ भने पुरै कक्षामा बसिदिनु होला। हामी पहिलो कक्षामा चाहिँ दानियलको पुस्तकमा गरेको भविष्यवाणीको बारेमा अध्ययन गर्नेछौँ। यसमा चाहिँ हामी विभिन्न अध्यायहरूलाई हेर्नेछौँ। 2, 7 र 8 अध्यायलाई हामी विशेष गरी हेर्नेछौँ। 2 अध्यायमा चाहिँ यो विशाल मूर्तिको बारेमा भनिएको छ। त्यो मूर्तिको टाउको चाहिँ सुनले बनेको थियो भने त्यसको छाती र हातहरू चाहिँ चाँदीले बनेका थिए। त्यसको पेटहरू चाहिँ र तिघ्राहरू काँसका र त्यसका गोडाहरू फलामका र खुट्टाका केही फलाम र केही माटोका थिए है। यो दुईवटा अध्यायले दुईवटा फरक विशाल शालिगको बारेमा व्याख्या गर्दछ, तर यसले एउटै भविष्यवाणीको बारेमा बताउँदैछ। अहिले हामी यस बारेमा अध्ययन गर्नेछौँ र हाम्रो अर्को कक्षामा चाहिँ डाक्टर ट्यानले हामीलाई बेबिलोनबाट फिर्ता हुने प्रक्रियाको बारेमा अध्ययन गर्नुहुन्छ। बेबिलोनबाट फिर्ता हुने 3वटा चरणको बारेमा हामी हेर्नेछौँ। दानियललाई यो भविष्यवाणी उनी निर्वासनमा हुँदाको समयमा दिइएको थियो। निर्वासनको समय असल हो कि खराब हो त? खराब समय हो नि। यो त कसैले श्राप दिएको जस्तो, कसैले सजाय दिएको जस्तो अनुभव हुन्छ। त्यति बेला उनीहरूले 70 वर्षको कारबाही अनुभव गरिरहेका थिए। तर त्यस्तो समयको बावजुद पनि परमेश्वरले दानियल, इजिकियल र विभिन्न अगमवक्ताहरूद्वारा बोलेर उनीहरूलाई आशा दिनुभयो। म अझै पनि तिमीहरूसँग छु, यद्यपि तिमीहरू यरुसलेम भन्दा टाढा छौ, यो संसारको शक्तिहरूद्वारा दमनमा परेका छौ, म अझै पनि तिमीसँग छु। म अझै पनि तिमीलाई गरेको प्रतिज्ञा सम्झन्छु र तिमी अवश्य नै आफ्नो देशमा फिर्ता हुनेछौ। हामीले आज अध्ययन गर्ने त्यो भविष्यवाणी त्यति बेलाको फर्किने समयको लागि मात्र थिएन, त्यो
करारको मुक्तिको लागि मात्र थिएन, तर परमेश्वर दानिएलद्वारा बोल्नुभयो, जुन कुरा अचम्मको कुरा थियो। किनभने दानिएल र इजिकियल दुवै निर्वासनमा थिए। जब उनीहरूले यो प्रकाश प्राप्त गरे, त्यहाँका दुई मुख्य प्रकाशहरू इजिकियलको मन्दिरको भविष्यवाणी, जुन त्यो स्वर्गीय मन्दिरको एउटा प्रकाश थियो, र दानिएलको भविष्यवाणी, त्यो समयमा उनीहरू बेबिलोनबाट फिर्ता हुने आशाको लागि मात्र थिएन, तर ती दुई भविष्यवाणीहरू हाम्रो अन्तिम समयको निम्ति पनि हो। त्यहाँ हामी प्रकाशसँगको केही सम्बन्धलाई भेट्टाउन सक्छौँ। हेर्नुहोस् त कति अचम्मको कुरा छ। त्यति बेला उनीहरू आफ्नो पापको कारण त्यो सजाय भोगिरहेका छन् जस्तो लागिरहेको थियो, तर त्यही समयमा नै इतिहासकै अन्धकारमय समयमा परमेश्वरले आफ्नो उज्जवल प्रकाश दिनुभयो। यसैले हामीले पनि बुझ्नुपर्ने कुरा के हो भने, यदि तपाईँ आफ्नो जीवनको सबैभन्दा अन्धकारमय समय भएर जानु भएको छ भने, यही समयमा नै परमेश्वरले तपाईँले सबैभन्दा चम्किलो प्रकाश दिन सक्नुहुन्छ। त्यति बेला नै उनीहरूले सबैभन्दा महान प्रकाश प्राप्त गरे, अन्त समयको बारेमा, दोस्रो आगमनको बारेमा र न्यायको बारेमा। यदि यहाँ कोही पनि आफ्नो सबैभन्दा अप्ठ्यारो समय भएर गइरहनु भएको छ भने, विश्वास गर्नुहोस्, आशा राख्नुहोस्, परमेश्वर तपाईँसँग हुनुहुन्छ। यो कठिन घडीमा पनि परमेश्वरले तपाईँलाई उहाँको प्रकाश बुझ्नलाई अझै बढी ज्ञान दिनुहुनेछ, र परमेश्वरले तपाईँसँगै हुनुहुन्छ भन्ने कुरा अझ बढ्ता बुझाउनुहुनेछ। आउनुहोस् हामी दानिएल 2 अध्यायलाई पल्टाउँ र 31 पदबाट पढ्न सुरु गरौँ। यहाँको केही पदहरू हामी पढ्नेछौँ र व्याख्या गर्नेछु। यहाँको मुख्य विषयवस्तु चाहिँ राजा नबुकदनेस्सरले एउटा सपना देखेका थिए। यो घटनालाई अलिकति याद दिलाउन चाहे। जब उनले एउटा सपना देखे, सबै बेबिलोनका ज्ञानी मानिसहरूलाई बोलाएर, यदि मेरो सपनाको अर्थ तिमीहरूले खोल्न सकेनौ भने म तिमी र तिम्रो परिवारलाई मार्नेछु भन्ने आज्ञा दिए। ज्ञानी मानिसहरू डराए, तर दानिएलले भने तिमीहरू चिन्ता नल्याऊ, किनभने परमेश्वरले यो दर्शन दिनुभएको हो भने परमेश्वरले यसको अर्थ खोल्न सक्नुहुन्छ। अब यहाँ चाहिँ दानिएलले राजालाई उनको सपना बताउँदैछन्। हे महाराज, हजुरले हेरिरहनु हुँदा एउटा ठुलो शालिग उभिएको देख्नुभयो। यो शालिग विशाल र अत्यन्तै चहकिलो देखिन्थ्यो र त्यसको रूप भयानक थियो। त्यस शालिगको टाउको निखर सुनको, त्यसका छाती र हातहरू चाँदीका, त्यसका पेट र तिघ्राहरू काँसका, त्यसका गोडाहरू फलामका र त्यसका खुट्टाहरू केही फलाम र केही माटोका थिए। हजुरले हेरिरहनु हुँदा चट्टानबाट एउटा ढुङ्गा काटियो, तर मानिसको हातद्वारा होइन। यसले त्यस शालिगका फलाम र माटोले बनेका खुट्टालाई हान्यो र ती चकनाचुर पारिदियो। त्यसका पछि त्यो फलाम, काँसो, चाँदी र सुन सबै एकैचोटि धुलो पिठो भए र ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाबाट भुसलाई उडाए झै बतासले त्यसलाई नाउँ निशानै नहुने गरी उडाएर लग्यो। तर त्यस शालिगलाई हान्ने त्यो ढुङ्गा बढ्दै गएर ठुलो पहाड बन्यो र पुरै पृथ्वीलाई ढाकिदियो। हुन्छ, यो बोर्डमा भएको रेखाहरू जुन अलिकति बाङ्गो टिङ्गो छन्, म त्यसको निम्ति क्षमा प्रार्थी छु। र त्यस शालिगको शिर केले बनेको थियो रहेछ त? सुनले, है? के तपाईँले मैले लेखेको देखिरहनु भएको छ त? त्यो शालिगको शिर चाहिँ सुनले निर्माण भएको थियो, है? र त्यसपछिका पदहरू 36 र 37 पद, सपना यही थियो र अब महाराजालाई यसको अर्थ बताउनेछौँ। हजुर नै राजाहरूका महाराजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजुरलाई राज्य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ। हजुरको हातमा उहाँले सारा पृथ्वीका मानिसहरू र पशुहरू र आकाशका पंक्षीहरू दिनुभएको छ। जहाँ जहाँ उनीहरू बस्छन्, उहाँले हजुरलाई उनीहरूमाथि अधिकार गर्न दिनुभएको छ। हजुर नै त्यो सुनको टाउको हुनुहुन्छ। यसरी दानिएलले त्यो सपनाको अर्थ राजाको अगाडि खोलिदिए। मैले यहाँ बेबिलोन लेखेँ, त्यहाँ उनले भनेका थिए तपाईँ नै सुनको त्यो टाउको हुनुहुन्छ। अब अर्को चाहिँ
चाँदीका छाती र हातहरू। अब यहाँ आउने अर्को देशले चाहिँ यो संसारको इतिहासलाई नै रूपान्तरण गरेको थियो। अब त्यो चाहिँ मिड पर्सिया हो, जुन मैले यो चाँदीका छाती र हातहरूको ठाउँमा लेखेको छु है स्क्रिनमा, बोर्डमा। यो प्राचीन बेबिलोनको समयको केही ऐतिहासिक वस्तुहरूलाई सायद तपाईँले कुनै सङ्ग्रहालयमा देख्न पाउनुहुन्छ कि किनभने यो सङ्ग्रहालयहरूले चाहिँ पुरानो प्राचीन वस्तु ऐतिहासिक वस्तुहरूलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँमा सार्ने गर्छन्। यो प्रक्रियालाई चाहिँ के भन्छन्, यो शब्द त्यहाँ उनीहरूले के प्रयोग गर्छन् त म जान्दिनँ, तर यिनीहरूले चाहिँ यो सामानहरूलाई ऐतिहासिक वस्तुहरूलाई एउटा सङ्ग्रहालयबाट अर्को सङ्ग्रहालयमा समय समयमा सार्दै जान्छन् है। 10 वर्ष अगाडि जर्मनी देशको बर्लिन सहरमा जाने मौका पाएको थिएँ। त्यहाँ भएको पर्गामास सङ्ग्रहालयमा पर्गामम भन्ने ठाउँको ऐतिहासिक वस्तुहरूलाई त्यहाँ ल्याइएको थियो। अनि त्यो सङ्ग्रहालयमा त्यो एक भागमा बेबिलोनबाट ल्याइएका केही ऐतिहासिक वस्तुहरू पनि थिए। त्यहाँ भएका सबै वस्तुहरू सुनले लेपिएका थिए र त्यहाँ सिंहको मूर्तिहरू पनि थिए। त्यो समयमा बेबिलोन सुनको लागि एकदमै प्रख्यात थियो। उनीहरू एकदमै धनी थिए। त्यति बेलाको समयमा उनीहरूले थाहा भएका जति सबै संसारमा भएका राष्ट्रहरूमा विजय प्राप्त गरेका थिए। उनीहरूको अधीनमा थियो र उनीहरूले ती ठाउँहरूबाट सुनहरू ल्याएका थिए, बहुमूल्य धातुहरू, बहुमूल्य ढुङ्गाहरू लिएर आएका थिए र आफ्नो सहरलाई चाहिँ त्यसरी नै सजाएका थिए सुनले, र त्यही कारण उनीहरू चाहिँ सुनको निम्ति प्रख्यात थिए। उनीहरूले त्यो समयमा संसारमाथि विजय हासिल गर्दै गर्दा उनीहरू एकदमै शक्तिशाली र तेज थिए। त्योभन्दा अगाडि असिरिया भन्ने राष्ट्रले चाहिँ त्यसरी विजय हासिल गरेको थियो, तर असिरिया बेबिलोनीहरू जस्तो शक्तिशाली र तेज छिटो थिएनन्। त्यति बेलाको समयमा असिरिया देशले नै अब सारा विश्वमाथि राज गर्छ भन्ने सोचेको थिए, तर बेबिलोनीहरूले छोटो समयमा असिरियालाई विजय हासिल गरेर नष्ट गरेर उनीहरूले शक्तिमा विजय हुँदाखेरि एउटा सोच्नै नसकिने अचम्मको कुरा भएको थियो। यसैले उनीहरू त्यति बेला पृथ्वी र स्वर्गका राजाहरू कहलाइएका थिए। त्यही कारणले गर्दा उनीहरू सबै जमिनमाथि राजा भएकोले जङ्गलको राजा सिंहको मूर्ति उनीहरूले बनाउने गर्दथे र उनीहरूले सोचे बेबिलोनीहरूले नै सदा सर्वदा राज गर्नेछ। यसैले यदि तपाईँले कुनै पनि संसारिक शक्तिले सदा सर्वदा राज गर्नेछ भनी सोच्नुहुन्छ भने जब तपाईँ इतिहास हेर्नुहुन्छ परमेश्वरको स्वर्गीय राज्य मात्रै सदा सर्वदा राज गरेको देख्नुहुन्छ। आमेन। माफ गर्नुहोला, मैले यहाँ तालिका त बनाएँ, तर यतापट्टिको भाग चाहिँ किन खाली छोडेँ भन्ने जस्तो तपाईँहरूलाई लाग्ला। मैले यो दुईटामा चाहिँ दोस्रो अध्यायको कुराहरू लेख्छु भने त्यसपछि अर्को दुईटा तालिकामा चाहिँ 7 अध्याय र 8 अध्यायमा भएको कुराहरूलाई लेख्दै अगाडि बढ्छु है त। यो दोस्रो लाइनमा लेखिएको मिड पर्सिया देशको उदयको रोचक घटना छ। मिड पर्सियाले नै पहिलो पटक चाँदीलाई चाहिँ आफ्नो मुद्राको रूपमा प्रयोग गर्न थाल्यो। यसको अर्थ चाँदीका सिक्काहरू बनाएर पैसाको रूपमा प्रयोग गर्न थाल्यो। म यसको बारेमा अझ हामीले अध्ययन गर्दै जाँदाखेरि व्याख्या गर्नेछु। हुन्छ। तेस्रोमा काँसका पेट र तिग्राहरू बारे लेखिएको पाउँछौँ। यसले ग्रिस देशको बारेमा बताउँदैछ। त्यति बेलाको समयमा ग्रिस काँसलाई खारेर विभिन्न प्रकारको भाँडाहरू, आवश्यक सामग्रीहरू बनाउन एकदमै प्रख्यात थियो। ग्रिस देशका मानिसहरूले त्यति बेला आफूलाई चाहिने भाँडाकुँडाहरू, ढालहरू, हात हतियारहरू, धेरै प्रकारका अन्य थोकहरू काँसबाट खारेर बनाएका थिए र त्यसपछि चाहिँ फलामका गोडाहरू भनी लेखिएको छ।
यसले चाहिँ हामीलाई रोम राज्यको बारेमा बताउँदैछ। रोमी सैनिक भन्ने बित्तिकै तपाईँको दिमागमा के कुरा आउँछ? रोमी सैनिक भन्दै गर्दा तपाईँको दिमागमा मन मस्तिष्कमा बन्ने चित्रमा कुन कुन रङहरू प्रयोग हुन्छन् त? कसैले रोमी सैनिकको बारेमा कुरा गर्यो भने हाम्रो मस्तिष्कमा रातो रङ, कालो रङ, चाँदी रङको बारेमा कल्पना आउँछ नि, होइन? त्यो चाँदी रङको जस्तो मुकुट देखिए तापनि त्यो वास्तवमा फलामले बनेको कवच हो। उनीहरूले अत्याधिक रूपमा रातो रङलाई मन पराउँथे र कालो रङलाई पनि उत्तिकै मन पराउँथे। कालो ऊनको बारेमा पनि हेर्छौँ, त्यो फरक कक्षामा हामी सल्लाह गरौँला जब हामी प्रकाशमा भएका मण्डलीहरूको बारेमा अध्ययन गर्नेछौँ। प्रकाशमा भएको 7 वटा मण्डलीहरू जुन माइनर एसियामा थिए, तीमध्ये लाउडिकियाको मण्डलीको बारेमा त सुन्नु भएको छ होला। हामीले लाउडिकियाको मण्डली भन्दै गर्दा त्यस मण्डलीको बारेमा के कुरा चाहिँ हामीलाई सम्झना आउँछ होला त? मनतातोपना होइन त? त्यहाँ भन्नेको छ, यदि तिमी सानो छौ भने पनि तिमी धेरै धनी छौ। किन उनीहरू सानो भए पनि धनी थिए त? किनभने उनीहरूको क्षेत्रबाट कालो ऊन उत्पादन हुने गर्थ्यो। रोमीहरूलाई कालो रङ मन पर्ने गर्थ्यो, हामी एसियनहरू जस्तै। रोमीहरूलाई रातो रङ अत्याधिक रूपमा मन पर्थ्यो, साथै कालो रङ पनि मन पर्थ्यो। यो कालो ऊन चाहिँ यही लाउडिकिया भन्ने ठाउँ क्षेत्रबाट आउने गर्थ्यो। रोमीहरू कालो रङ, रातो रङ र उनीहरूको फलामको लागि धेरै प्रख्यात थिए। यसैले उनीहरूलाई फलामे सैनिक भनिने गर्थ्यो। उनीहरू एकदमै शक्तिशाली सैनिकहरूको समूह थिए। उनीहरूले धेरै ठाउँमा युद्धहरू जितेका थिए यही फलामको प्रयोग गरेर। फलामका गोडाहरू पछि त्यहाँ फलाम र माटो मिसिएको खुट्टाहरू भनेर लेखिएको छ। तपाईँलाई के लाग्छ, के फलाम र माटो मिसिन सक्छ त? फलाम र माटो राम्रोसँग मिसिन सक्दैन। माटो फलाम जस्तो दह्रो र सारो हुँदैन। यस माटो र फलामको मिसावटले पछि उदय हुने धेरै राष्ट्रहरूको बारेमा प्रतिनिधित्व गर्दैछ, जो आफ्नै बलबुता र शक्तिमा उदय हुने छन्। रोमीहरूको समयको अन्त्य भएदेखि अहिले हाम्रो समयसम्म र आउने कहिलेसम्म हो हामीलाई थाहा छैन। यो 2 अध्यायमा अन्त्यमा देखा परेको अर्को थोक चाहिँ ढुङ्गा हो। ढुङ्गा अन्त्यमा आउँछ। यस्तो ढुङ्गा जुन मानिसको हात बिना नै काटिएको थियो। र त्यो ढुङ्गा के हो त? पहिलो कोरिन्थी 10 अध्यायको 4 पद अनुसार त्यो ढुङ्गा, त्यो चट्टान येशू हुनुहुन्छ। पहिलो पत्रुस 2 अध्यायले पनि हामीलाई भन्छ त्यो ढुङ्गा येशू हुनुहुन्छ। मानिसको हात बिना नै काटिएको भन्नाले यो अर्थ बुझिन्छ कि त्यहाँ कुनै मानिसको संलग्नता छैन। यो काटिनको निम्ति कुनै मानिसले सहयोग गरेको छैन र यो काटिनको निम्ति कुनै मानिसको सहयोग पनि चाहिँदैन, तर यो काटिएको भने छ। र यो ढुङ्गा आएर खुट्टामा ठोकिएको छ। यो ढुङ्गा माटो र फलाम मिसिएको खुट्टामा ठोकिएको छ। फलाम र माटो मिसिएको खुट्टाले त्यति बेला हुने राष्ट्रहरूको प्रतिनिधित्व गर्दैछ र जब त्यो ढुङ्गा आउनेछ, त्यो ढुङ्गाले त्यति बेलाका राष्ट्रहरूलाई प्रहार गर्नेछ र ती सबै ढल्नेछन्। ती माथि भएका सबै इतिहासहरू पनि ढल्नेछन्। र त्यो ढुङ्गा चाहिँ पछि गएर पहाड बन्नेछ र त्यसको अर्थ चाहिँ परमेश्वरको राज्य चाहिँ अनन्तीय राज्य
भन्ने छ। आउनुहोस् अब हामी दानियल 7 अध्याय पल्टाउँ। दानियल 7 अध्यायको 2 पदले भन्छ, मेरो दर्शनमा राति मैले हेरिरहँदा मेरो अघि आकाशका 4 बतासहरूले ठुलो समुद्रलाई मन्थन गरिएका थिए। हामीले यो 4वटा बतास कहाँ देख्छौँ त? हामीले यो कुरा प्रकाशमा देख्छौँ र एक अर्काबाट फरक 4 ठुला पशुहरू समुद्रबाट निस्के। हामीले यो समुद्रबाट पशु निस्किएको कुरा कहाँ देख्छौँ? फेरि प्रकाशको पुस्तकमा नै देख्छौँ। यहाँ यसलाई 4 भिन्न प्रकारले व्याख्या गरिएको छ। यहाँ व्याख्या गरिएका जीवहरू चाहिँ एक अर्काबाट भिन्न छन्। पहिलो चाहिँ सिंह जस्तो नै थियो। सिंहको बारेमा चाहिँ मैले अघि पनि व्याख्या गरेको छु, त्यसैले म यो पहिलो लाइनमा लेख्दैछु, सिंह तर चिलको जस्तो पखेटा भएको। अघिको व्याख्यामा निरन्तरता दिने क्रममा सिंह जमिनको राजा हो र चिल चाहिँ आकाशको राजा हो। सिंह जस्तै शक्तिशाली र चिल जस्तै छिटो तेज। त्यो मानिस जस्तै 2 खुट्टाले उभिने गरी जमिनबाट उठ्यो र त्यसलाई एकजना मानिसको हृदय दिइयो। नबुकदनेस्सर राजा घमण्डले फुलिएको कुरा तपाईले सम्झना गर्नुहुन्छ? तर परमेश्वरले भन्नुभयो, त आफैमा धेरै घमण्ड गरेको कारण तैँले सबै कुरा मैले गरेको, मेरो शक्तिले गरेको भनेको कारण त गाईबस्तु जस्तै जमिनमा चर्नेछस् र घाँस खानेछस् भन्नुभयो। यो घटना मानिस जनावर जस्तै बनेको ठिक विपरीत जनावर मानिस जस्तै बनेको देखिन्छ। यो परमेश्वरले बाइबलमा लेख्नुहुने तरिका हो। अनि मेरो अघि दोस्रो पशु थियो जुन चाहिँ भालु जस्तै देखिन्थ्यो। त्यसलाई शरीरको एकापट्टिबाट उठाइयो र त्यसको मुखको दाँतहरूका बीचमा 3वटा करङहरू थिए। त्यसलाई यस्तो आज्ञा दियो, उठ र खान सक्ने जति मासु खा। यसैले अब हामी यहाँ लेखौँ, भालु 3वटा करङहरूसँग, आफ्नै करङ होइन तर कसैको करङ उसको मुखमा छ र त्यो एकपट्टि मात्र छ। किन त्यो जीवको एकापट्टि मात्रै भालु जस्तो छ त? त्यसको 2वटा खुट्टा छ तर त्यसको एकपट्टिको खुट्टामा मात्रै त्यो भर परेको छ। मिड पर्सिया 2वटा राष्ट्र थियो, मिड र पर्सिया। मिडका राजा दारियस थिए, पर्सियाका राजा भने साइरस थिए। दारियस साइरसका अङ्कल थिए, काका थिए। उनीहरूले भने, आऊ अब हामी एक हौँ र एकसाथ सामना गरौँ, विजयी हौँ। पछि गएर जब उनीहरू विजय भए उनीहरूले भने, अङ्कल तपाईँ पाको मानिस हुनुहुन्छ, त्यही कारण तपाईँ राजा हुनुहोस्, तपाईँ शासक बन्नुहोस्। यसरी साइरस राजाको पदबाट पाखा लागे, दारियसलाई शासन गर्न दिए। तर दारियस भने असल राजा थिएनन्। उनको शासन 1 वर्षसम्म भयो। त्यसपछि साइरसले राज्यभार फिर्ता लिए। साइरस एकदमै चलाक र असल थिए सबै राष्ट्रहरूमा शासन गर्नको निम्ति। यसरी मिड राष्ट्र पनि पर्सियाकै अन्तर्गतमा हुन आयो र पछि गएर यसलाई पर्सिया मात्र भनियो। यो त्यो एउटा खुट्टामा मात्र उभिएको भन्नेको अर्थ हुन्छ। 546 ईसापूर्वको एउटा युद्धमा उनीहरू लिबिया माथि विजय भए र त्यसपछि उनीहरू 539 ईसापूर्वमा बेबिलोन माथि विजय भए र यसै गरी 525 ईसापूर्वमा मिस्र माथि पनि विजय हुन पुगे। यसरी उनीहरूले 3वटा ठुला राष्ट्रहरू माथि विजय प्राप्त गरेको कारण उनीहरूको मुखमा 3वटा करङ हुन पुग्यो। 6 पदमा हामी पढौँ, त्यसपछि मैले हेरेर त्यहाँ मेरो अघि अर्को पशु थियो जुन चाहिँ चितुवा जस्तै देखिन्थ्यो अनि त्यसको पिठ्यौँमा चराको जस्तै 4वटा पखेटाहरू थिए। त्यस पशुका 4वटा टाउकाहरू थिए र त्यसलाई शासन गर्ने अधिकार दिइयो।
4वटा पखेटा भएको चितुवा। यहाँ मैले लेखेको छु। चितुवाको विशेषता चाहिँ के हो त? यो सबैभन्दा चाँडो कुद्ने स्थलीय जनावर हो है। अनि यो 4वटा पखेटाको विशेषता चाहिँ के होला त? 2वटा पखेटा भन्दा 4वटा पखेटा भयो भने छिटो उड्न सकिन्छ है। ग्रिकका त्यति बेलाका शासक एलेक्जेन्डर द ग्रेट थिए। उनी 20 वर्षको हुँदादेखि नै युद्ध गर्न सुरुवात गरे र उनलाई सारा संसार हात पार्नको निम्ति 10 वर्ष लाग्यो। तर जब उनी 33 वर्षको भए उनको हत्या भयो। जवान अवस्थामा नै सानो उमेरमा उनी धेरै नै चलाक थिए। उनले सानो उमेरमा नै सारा संसारमाथि छिट्टो विजय हासिल गरे, एउटा चितुवाले जस्तै। त्यसपछि 4वटा टाउकोहरू र त्यसलाई शासन गर्ने अधिकार दिइयो भनिएको छ। यसपछिको पद 7। त्यसपछि राति दर्शनमा मैले देखेर मेरो अघि भयङ्कर र डरलाग्दो र अत्यन्तै शक्तिशाली चौथो पशु थियो। यो भयङ्कर र डरलाग्दो जीवको बारेमा चर्चा गर्नु अघि म 4वटा टाउको भएको यो चितुवाको बारेमा कुरा गर्न चाहन्छु। जब एलेक्जेन्डर द ग्रेटको मृत्यु भयो त्यति बेला 4जना प्रमुख कप्तानहरू थिए। लाइकी मार्कोस, क्यासेन्डर, पटोल्मी र सेड्रिकस। 4जना मुख्य कप्तानहरूले उनको महान राज्यलाई टुक्रा पारे। ग्रिस राज्यको शासक एलेक्जेन्डर द ग्रेट पछि 4जना शासकहरूले त्यो महान राज्यलाई उनीहरूले शासन गरे। जब हामी पछि गएर अन्तर्करारीय इतिहासको बारेमा अध्ययन गर्छौँ, त्यो समयावधिको अध्ययन गर्दा हामीले थाहा पाउँछौँ कि पटोल्मीज र सोलिसिडले एउटा अत्यन्तै दुष्ट क्रूर अन्य जाति राजा एन्टिओकस चौथोलाई जन्म दिए र उनले आफैलाई परमेश्वर ईश्वर भएको र मानिस रूपमा प्रकट गरिएको भनी घोषणा गरे। उनी नै हुन् जसले इजरायलीहरू र यहुदीहरूलाई सुँगुरको रगतले त्यो वेदीमा आराधना गर्न बाध्य तुलाए, जहाँ परमेश्वरको भेटी दिनको निम्ति शुद्ध बनाइएको थियो। र त्यति बेला म्याकेबियन क्रान्ति र ह्यासमोनियन राजवंशको उदय भयो। यसै कारण धेरै बाइबल विद्वानहरूले यसो भन्छन् कि एन्टिओकस चौथोले ख्रिस्ट विरोधी, ख्रिस्ट निन्दकको प्रतिछाया देखाएका थिए। र चौथो पशु जो अति भयङ्कर र डरलाग्दो र अत्यन्तै शक्तिशाली थियो, जसका ठुला ठुला फलामका दाँतहरू थिए। म यहाँ बोर्डमा छोटकरीमा लेख्छु, भयङ्कर, डरलाग्दो, शक्तिशाली र फलामको दाँतहरू भएको, जसले जे पनि चबाउन सक्थ्यो, जसले अवश्य नै रोम साम्राज्यतिर सङ्केत गर्दै थियो। र रोम साम्राज्य पछि आउँछ माटो र फलाम मिसिएर बनेको खुट्टा। तपाईहरू सम्झना गर्नुहुन्छ, अघि हामीले चर्चा गरेका थियौँ। म त्यसलाई राष्ट्रहरू भन्न रुचाउँछु, जुन विभिन्न राजाहरू र विभिन्न शासकहरूद्वारा चलाइएका थिए। रोमी साम्राज्यको एउटा नियमअनुसार उनीहरूले धेरै विदेशीहरूलाई स्वीकार गर्ने गर्दथे। तपाईहरू सम्झना गर्न सक्नुहुन्छ प्रेरित पावललाई, जो पहिले साउल थिए। उनीसँग कहाँको नागरिकता थियो? रोमी नागरिकको नागरिकता थियो। कसरी त? यो यस्तो हो कि म कोरियन हुँ, तर म सिङ्गापुर आएर लामो समयसम्मको लागि बसोबास गरेँ। मैले बसोबास गर्ने क्रममा पहिले अस्थायी नागरिकताको लागि आवेदन दिएँ, पिआरको निम्ति, र त्यसपछि मैले नागरिकताको निम्ति आवेदन दिएँ। अब म कोरियन वंशजको भए तापनि
मसँग अहिले सिङ्गापुरको नागरिकता छ, मसँग अहिले युएसको पासपोर्ट छ। पहिले यस्तो चलन अरू राज्यहरूमा, अरू राष्ट्रहरूमा थिएन। तपाईँ यहुदी भएर जन्मिनु भयो भने मात्र तपाईँ यहुदी नागरिक हुनुहुन्छ। यसरी अरू देशमा जुन देशमा जन्मियो त्यही देशको नागरिक हुने चलन थियो। यद्यपि रोम साम्राज्यले एउटा नयाँ नियम लागू गर्यो जहाँ विदेशीहरूले पनि रोमी नागरिक हुन पाउँथे, रोमी नागरिकता लिन पाउँथे। उनीहरूले पैसा तिर्नु पर्ने थियो कि के गर्नुपर्ने थियो त्यो ठ्याक्कै त मलाई थाहा छैन। त्यति बेलाको रोम साम्राज्य चाहिँ अहिलेको अमेरिका राज्य जस्तै भयो, जसलाई हामी पगाल्ने कसौडी भन्छौँ, जहाँ विभिन्न राष्ट्रका मानिसहरू, विभिन्न जात जातिकाहरू आएर सँगै बसोबास गर्न सक्छन्। रोमी साम्राज्यपछि धेरै राष्ट्रहरू चाहिँ एक आपसमा मिसिने, एक आपसमा सँगै बसोबास गर्न थाले। त्यसैले माटो र फलाम मिसियो र एकसाथ रहन थाले। अब हामी त्यो भयङ्कर डरलाग्दो र अत्यन्तै शक्तिशाली पशुको बारेमा हेरौँ। त्यसले आफ्नो शिकारलाई चकनाचुर पारी खाइदिन्थ्यो र बाँकी रहेकाले खुट्टाले कुल्ची-मिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा यो फरक थियो र यसका 10वटा सिङहरू थिए। यो 10वटा सिङले चाहिँ 10वटा राज्यहरूको प्रतिनिधित्व गर्थ्यो। यहाँ शाब्दिक अर्थमा नै 10 अङ्क भनेर भन्न खोजेको होइन, तर यहाँ 10ले केही सङ्केत दिन खोजिरहेको छ कि रोम साम्राज्यपछि त्यहाँ राष्ट्रहरू आउनेछन् जसले शासन गर्नेछन् भनी बुझाउन खोज्दैछ। 8 पदमा जसै म ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मेरो अघि एउटा सानो सिङ थियो जुन चाहिँ तिनीहरू मध्येबाट उम्रेको थियो। अर्को एउटा सिङ जसलाई बाइबल विद्वानहरूले ख्रिस्ट विरोधी भन्छन् र त्यसपछि न्याय आउनेछ। आउनुहोस् अब हामी 8 अध्यायको 3 पद हामी हेर्छौँ। मैले हेरेँ र मेरो सामु नहरको छेउमा उभिरहेको 2वटा सिङ भएको एउटा भेडा थियो र ती सिङहरू लामा थिए। तीमध्ये एउटा अर्कोभन्दा लामो थियो तर त्यो पछि उम्रेको थियो। तपाईँहरू यसो सोच्नुहोस् त, यहाँ मध्ये कुन चाहिँसँग यो घटना मेल खान्छ होला? दुईटा सिङ, एउटा चाहिँ अलिकति लामो छ। भालुको 2वटा खुट्टा थियो तर एउटामा मात्र भर परिरहेको थियो। यो भेडाले चाहिँ पर्सिया देशको प्रतिनिधित्व गर्दै थियो। र 4थो पदमा त्यो भेडाले पश्चिम र उत्तर र दक्षिणतिर हानिरहेको मैले देखेँ। त्यसको विरुद्धमा कोही पनि खडा हुन सकेन र कसैले पनि त्यसको शक्तिबाट छुटाउन सकेन। त्यसले जे इच्छा लाग्यो त्यही गर्यो र महान बन्यो। यो पर्सिया देशको विवरण हो, कसरी उनीहरू उत्तर दक्षिण पूर्व पश्चिमबाट आएर आक्रमण गरे र उनीहरूले सबैतिर नष्ट गरे, विजय भए। जसै मैले यसबारे विचार गर्दै थिएँ, अचानक आँखाहरूका बीचमा एउटा विशेष सिङ भएको एउटा बोका जमिनलाई नछोइकन पुरा पृथ्वीलाई पार गर्दै पश्चिमबाट आयो। ग्रिकहरूलाई त्यति बेला बाख्रा जस्तो मानिसहरू भनिने गर्थ्यो। बाख्राहरू प्राय सबै किसिमको मौसममा, ठाउँमा बाँच्न सक्छन्, होइन त? अनि बाख्रालाई जे दियो भने पनि उनीहरूले खाने फलफुल, खानेकुरा, घाँसपात खाइहाल्छ। सामान्यतया तपाईँले बाख्रालाई जे घाँस दिनुभयो भने प्राय खाइ नै हाल्छ। बाख्राहरूलाई हेर्नुहुन्छ नि, विशेष प्रजातिका बाख्राहरू हिमालमा, भिरपाखामा पनि बाँच्न सक्छन्। त्यसैले ग्रिकहरूलाई पनि बाख्रा जस्तो मानिसहरू भनिएको होला। उनीहरूले पनि बाख्राको दुध खान्थे कि त्यो चाहिँ थाहा छैन है। यहाँ लेखिएको विशेष सिङले एलेक्जेन्डर द ग्रेटलाई नै सङ्केत गर्दैछ। 6 पदलाई पढौँ। मैले देखेको नहरको छेउमा खडा भएको 2 सिङे भेडातिर त्यो आयो र ठुलो झोकले त्यसलाई हान्यो। रिसले चुर भई त्यसले भेडालाई आक्रमण गरी हानेर त्यसका 2वटै सिङ भाँचिदिएको मैले देखेँ। त्यसको विरुद्ध खडा हुन त्यो भेडा शक्तिहीन थियो। त्यस बोकाले त्यसलाई जमिनमा पछारिदियो र त्यसमाथि टेक्यो र त्यसको शक्तिबाट भेडालाई छुटाउन कसैले पनि सकेन। त्यो बोको अति ठुलो भयो तर त्यसका शक्तिको चरम सीमामा त्यसले विशाल सिङ भाँचियो र त्यसको सट्टामा आकाशका चारै बतासतर्फ विशेष सिङहरू उम्रे।
साँच्चै नै त्यो सिंह भाँचेको जस्तै एलेक्जेन्डर द ग्रेटले विजय भएपछि उनी छोटो समयमा नै मर्न पुगे। यहाँ म बोर्डमा लेख्दैछु 4वटा सिंहहरू यो 4वटा राष्ट्रहरूमा। 9 पदमा तिनीहरूमध्येबाट अर्को एउटा सिंह आयो जो सानोबाट सुरु भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दै गयो। यहाँ सुन्दर भूमिले परमेश्वरका जनहरूलाई सङ्केत गर्दैछ। 10 पद स्वर्गका सेनाहरूसम्म नपुगुन्जेल त्यो बढ्दै गयो र त्यसले केही ताराका दललाई तल पृथ्वीमा खसाल्यो र ती माथि खुट्टाले कुल्च्यो। तपाईहरूले यो पुरै अध्यायलाई पढ्दै जान सक्नुहुन्छ, तर समयको कमीले गर्दाखेरि हामी यहीँ रोक्नेछौँ। तर हामीले यहाँ हेर्नुपर्ने कुरा चाहिँ त्यो सानो सिंहले चाहिँ एन्टिओक चौथोलाई इङ्कित गर्दैछ। तर अन्तमा गएर यो सानो सिंहले ख्रिस्ट विरोधीको प्रतिछाया देखाउँदैछ जो अन्त्यको दिनमा परमेश्वरको मानिसको विरुद्धमा खडा हुनेछ। यो परिचयको भाग थियो। परिचय नै यति लामो रहेछ भनेर तपाईँहरू दुखित हुनुभयो कि? यो रोचक छ, यो इतिहास हो, तर हामीले यसबाट के सिक्न सक्छौँ त? परमेश्वरले ती मानिसहरूलाई के गर्नुभयो त? परमेश्वरले आफ्ना मानिसहरूको निम्ति त्यति बेलाको समयमा के गर्नुभयो त? के ढाडस मात्रै दिनुभयो त? कि ती 4वटा ठुला राष्ट्रहरूले शासन गर्न मात्र छोडिदिनु भयो त? हामीलाई यो रोचक लागिरहेको छ किनभने अन्तमा एउटा पशु त्यो समुद्रबाट निस्के आउँछ र यहाँ भएको यी आकृतिहरू त्यो पशुको चित्र हो। यो 4वटा राष्ट्रहरू। यी सबै कुराहरूलाई तपाईँले जस्तो छ ठ्याक्कै त्यसरी नै बुझ्नुपर्छ भन्ने बाध्यता केही पनि छैन। यो त हाम्रो अध्ययनबाट पाएका कुराहरू मात्रै बाँड्दैछौँ। आउनुहोस् अब हामी उत्पत्ति 14 अध्यायलाई हेर्न सक्छौँ। उत्पत्ति 14 अध्यायमा तपाईँले सम्झना गर्नुहुन्छ अब्राहमका भतिजलाई उनले 4वटा राजाहरूको संयुक्त गुटबाट छुटाएर लिएर आएका थिए। आउनुहोस् हामी 14 अध्याय उत्पत्तिको 14 अध्यायलाई पल्टाउँ। यसै समयमा सिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक र एलामका राजा कदोर्लामोर तथा गोयमका राजा तिदालले सदोमका राजा बेरा, गमोराका राजा बिर्सा, अदमाका राजा सिनाब, सबोयिमका राजा सेमेबेर र बेलाका राजा विरुद्धमा युद्ध गरे। यो युद्धमा उनीहरूले परास्त गरेर अब्राहमका नातेदार लोतलाई बन्दी बनाएर लगेपछि अब्राहम त्यहाँ छुटकारा गर्नको लागि जानुपर्ने भयो। कतिजना मानिसहरू लिएर त? 318 जना मानिसहरूलाई लिएर उनी फेरि लड्नलाई गए। यो कति पदमा पाउनुहुन्छ त तपाईँले? यो 14 अध्यायको 14 पदमा नै पाउनुहुन्छ। आउनुहोस् त पढौँ हामी। अब्राहमले आफ्ना नातेदारलाई कैद गरेर लगेको कुरा सुनेर आफ्नो घरमा जन्मेर तालिम पाएका 318 जना दासहरूलाई साथमा लिएर उनीहरूलाई दानसम्मै खेदेर गए। यहाँ मैले बोर्डमा बनाएको चित्रलाई तपाईँले हेर्न सक्नुहुन्छ। यो यरुसलेम हो र यो चाहिँ इजरायल हो। यहाँपट्टि चाहिँ मृत सागर छ र यहाँ चाहिँ गालिलको समुद्र छ। अनि यो माथितिर चाहिँ यहाँ हामी मानिलियौँ युफ्रेटिस नदी छ र यो युफ्रेटिस नदीको नजिकै चाहिँ दान भन्ने ठाउँ रहेको छ। अब यहाँ हामीले बुझ्नुपर्ने कुरा चाहिँ पहिलो कुरा अब्राहमले तालिम पाएका व्यक्ति